बे उन्छेनदेखि भनेको कि अब बस्नु पायो भनेमा ठ्याच्चै नबस्नु, बोल्नु पायो भनेमा प्याच्चै नबोल्नु भनेर भन्दाखेरि नमान्ने, पिच्चाक उफ्रिने। अनि अब हेरौँ त, भिडियो हेरौँ है साथी हो। चोरी साँझभित्र मात्रै आशिका तामाङको खुट्टा पऱ्यो भने खुट्टा हात खुट्टा भाँचेर फालिदिन्छु ल। यो मेरो चेतावनी भयो तपाईँलाई ल। A few moments later. भिडियो सबैले हेर्नुभयो साथी हो। उन्छेनदेखि भनेको नि बस्नु पायो भन्दैमा थ्याच्चै नबस्नु, बोल्नु भन्दैमा प्याच्चै नबोल्नु भनेर अर्काको नाम लिएर यसरी प्याच्चै बोलिदिने। अनि आज आफूलाई पर्दाखेरि कस्तो महसुस भइरहेछ त। अर्काको कुभलो त्यही भएर सोच्नु हुँदैन क्या। अर्काको कुभलो नसोचेको भए यो अवस्था भोग्नै पर्थेन आफ्नो बाटोमा हिँडेको भए। अब म जस्तो कोही छैन भनेर मुही हुँ गर्ने, अनि दुश्मन पनि कमजोर कहाँ हुन्छ त, होइन? बजाउँछ। त्यही भएर गर्नुभन्दा पहिला केही सोचेर हिँड्नु पऱ्यो क्या, आफू ठिक हुनुको लागि चाहिँ। हेखिके त रुम्गिँदै सुम अब पिच्चाके बिन्द्याङ हुँदैन है। पिच्चाक उफ्रेर त्यो थ्याच्चै बसेर प्याच्चै बोलेर गाह्रो हुन्छ जिन्दगी। अहिले कति साह्रो परिरहेछ होला, होइन? त्यो त भोग्नेलाई थाहा छ। तर त्यसरी पिच्चा उफ्रिनु हुँदैन, थ्याच्चै बस्नु हुँदैन, प्याच्चै बोल्नु हुँदैन, सोच्नुपर्छ है।